Like this. Yes, oh. पाइगला त्यहाँबाट थाउ अनि पठाउनु पर्ने त यहाँ yes, ल ल अब पढ समस्ते नै हो यसो नि त ओइ वाह अर्गानिक पाएको यसको यहाँ चाहिँ अप्ठ्यारो ठाउँ यो चाहिँ भेट्नु पर्यो के ओके हेलो गाइज आज फेरि पनि हामी अर्को भिडियो लिएर आएको छौँ र आज चाहिँ हाम्रो डिफ्रेन्ट ब्लग हुनेछ किनकि आज चाहिँ हामी टाढोको बाटो जाँदैछौँ मिन्स लाइक चैनपुरको छेउछाउ कुनै गाउँतिर जाँदैछौँ विथ दिस इज आवर पिकअप ट्रक अनि हामी चाहिँ यसमा जानेछौँ आज हामी 6 जना छौँ मलाई म अनि यो फुच्चे त्यस पछाडि ठुलो बा भयो त्यस पछाडि अरू 2 जना माथि पूर्ण काका अनि वीरेन्द्र मामा हामी चाहिँ 6 जना पिकअप ट्रकमा चैनपुर जानेछौँ र हजुरहरूलाई जति पनि खिच्छौँ बाटोमा कस्तो दृश्यहरू आउँछ प्लस अब केही राम्रो अब ड्रोन सर्चहरू आज चाहिँ अब दिन पनि राम्रो छ पुरै घाम लागिरहेछ बिहानदेखिको र हामी ड्रोन सर्ट पनि हान्ने छौँ त्यसको लागि अनि ड्रोन सर्ट हानिसकेपछि हामी एज अ सिनेमेटिक सर्ट्सहरू पनि हाल्नेछौँ थोरै किनकि मोस्टली हामी अहिलेसम्म चाहिँ रेन्डमली भ्लगहरू बनाएको छौँ र त्यसमा चाहिँ धेरै जस्तो हामी बोलेछौँ तर यो चाहिँ हाम्रो मेन जस्तै अलिक टाढो हाम्रो गाउँदेखि टाढो कहीँ घुम्नु गयौँ भने चाहिँ हामी थोरै सिनेमेटिकहरू भयो सिनेमेटिक्सहरू खिचेर त्यसमा थोरै गीतहरू म्याचेबल गीतहरू हालेर चाहिँ सिनेमेटिकहरू पनि हाल्नेछौँ बोलेरोको अनि यति भइसकेपछि चाहिँ नि खतरा अन्त हामी होइन यहाँ छ 2टा बाँदरनीहरू एक्जाम छ पढ्नु छैन के एक्जाम भन्दा जिके त्यस्तै इजी लु भन्छ ल सगरमाथा कहाँ पर्छ कुन देशमा सगरमाथा कुन देशमा पर्दछ अन्त मिल्यो जिल्ला डिस्ट्रिक्ट कोशी त्यो त स्टेट पो हो त प्रोभिन्स पो हाल्यो नि डिस्ट्रिक्ट जिल्ला सोलुखुम्बु यस्तो त नआउँछ यस्तो बाँदर्नेहरूलाई लु बाई गर्दै लु अब चाहिँ हामी घरबाट निस्किनु लागेको माइला हुनुहुन्छ बुझ्यौँ हामी चैनपुर जान आँटेको होइन अनि हाम्रो रोड ट्रिप चाहिँ खतरा हुनेछ होइन कटोर लिन जान आँटेको अनि के गर्ने अरे कटोर ल्याउने यहाँ पिन्डे मामा चाटु भयो जाँदैछौँ घरबाट निस्केको चेक गरौँ भने त ब्याग नसरी हो अब त्यसको यतै हो बिलमा पर्छ त पर्छ हामी अहिले ओख्री आइपुग्यौँ त्यो ओख्रीको गुम्बा है पैँलो देखेको थियो निस्केर टाउको निकालेर अवस्था हेर कहाँ टाउको हो त झ्यालबाट निकालेर शाबाश
Wow, udah. त्यस्तो विषयले पो रहेछ मागो के पो समाइदिएको यो परौ देख्नु भएको गाउँ चाहिँ सान्सा भन्छ त्यसलाई चाहिँ आइपुग्न आँट्यौँ हेर्नुहोस् कस्तो लाग्दैछ खतरा के को खतरा यो बाटो होइन बाटो पुरा विदेशी बाटो जस्तो छ यार चुई हामी सान्सा आइपुग्यौँ अहिले हेर्दैन के ढुकुर हो त्यसलाई पातले ढुकुर पातले ढुकुर पातले ढुकुर पहिलोचोटि देखेँ मैले त्यो हाम्रो अहिले चाहिँ हामी मुडे आइपुग्यौँ मुडे बजार त्यो चाप होइन चाप हो यो यता चाहिँ बाटो पनि अलिक बनाएको रहेछ कहाँसम्म छ कुन मुरेदेखि यता चाहिँ राम्रो रहेछ बाटो यतातिर याखा चौक मामलिङतिर कस्तो छ थाहा छैन है अनि पहिलोचोटि मुडे कटेको होइन त कस्तो लाग्छ अचम्म लागिरह होला केबुल कारको सहमति पत्र दिनुपर्ने हो हेर नि त नि त्यहाँ मन्दिरसम्म होइन कहाँबाट होला आरगाडा तल्लो त्यहाँबाट त्यहाँबाट तीबाट होला है तीबाट होला त्यो सानो चौक केबल कार बनाउने नेचुरल पोर्ट्रेट त अनि पुरै ध्वंस हुने भएको छ डेभलपमेन्ट भन्दै छैन नेचुरलिटी नै सबै घटिसकेको छ सबै के बनाएर झन् त्यो आरआर गार्डन त झन् के हो त्यो छ्या पहिले कस्तो राम्रो थियो अहिले त्यो स्टेज के खोज्नु बनाएको नि त्यो स्टेज पनि अब यसको लागि मात्रै काम होला पार्टीहरूको मार्गदर्शन होला नकेही हुँदैन अब सालभरिमा एक सालमा होइन कन्सर्ट हुँदा नि अब टक्क त्यहाँनिर आरआर गार्डनमा कन्सर्ट गर्दा ठिकै हो होइन स्टेज बनाइराख्नु पर्दैन त्यहाँनिर अब मान्छे नै हट्छ होइन कन्सर्ट अब ठुलै कलाकार जान्छ नि त केही कामै छैन युजलेस हो त्यो जसमा नेचुरलिटी नै हो पुरै डाउनग्रेड गर्छ पुरै बसन्तपुरको त्यो के अरे मकाले पार्की के मान्छे त्यस्तै बनाएको थियो होइन के घाँस पलाएर कस्तो थियो कामै नलाग्ने कि त अब राम्रोसँगले पब्लिसिटी गर्नु छैन पकटमा बनाइरहेको थियो बजेटको खर्च त्यति चाहिने चिजमा हाल्दैन लु अहिले चाहिँ हामी यो कहाँनिर याखा चौकदेखि अलिक परतिर आइपुग्यौँ अनि यहाँनिर चाहिँ हामीले कस्तो दामी यो देखेको छ त्यहाँ पर हिमाल कत्रा तरिकाले हिमालको चुचुरो देखिरहेको छ पुरा त्यो चाहिँ कुन होला कुम्भकर्ण हो त्यो चाहिँ त्यो यस्तो सम्मवाला चाहिँ कुम्भकर्ण कञ्चनजङ्घातिर कुम्भकर्ण दापा यहाँ यो मकालो हो त यो
टुप्पी मकालु हो यो टुप्पी चाहिँ मकालीको हो उताको चाहिँ यो बिचको टुप्पी चाहिँ त्यो के पो थियो हामी नप्से त्यसकै खेतमा पुगेर आएको त्यो टुप्पी भएको ए त्यही पनि तिमीले मकाल नचिने त्यसकै त्यो चाहिँ भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यो है त्यो अम्लिसोको जाङहरू देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ अलिक गर्मी फिल भइरहेको तातो हावा झरना झरना सानो झरना झरना कति आएको ल अहिले चाहिँ हामी याक्खा चोक आइपुग्यौँ यो चाहिँ याक्खा चोक पुरा उयो रहेछ कस्तो राम्रो एकजनाले धनुषमा किरातको उयो होला नि यो जुम हुँदैन यो देख्नुभएको चाहिँ पछाडिपट्टि मारी है लागेको यो चाहिँ मकैको बोटो हो लगभग मकै सबै पाक्न आँटिसकेको छ है राति हामीले चाहिँ म्याच हेरेको थियौँ है लगभग 3 बजी सुतेको थियो 3 बजी सुतेर 6 बजी उठ्दाखेरि 3 घन्टा जति सुतेर चाहिँ हामी उठेर आएको छौँ लास्टमा निन्द्रा लागिरहेको छ अहिले आँखा पोलिरहेको छ त्यही पनि यो भ्यूहरू हेर्दाखेरि त्यो निन्द्रा एकदमै भएको छ है यस्तो दामी छ सिनहरू त्यही हामी परपरको भ्यूहरू हेर्दै हिँड्दैछौँ लु अहिले चाहिँ हामी लगभग धेरै नै हिँड्छौँ गाडीमा बाटो यस्तो छ होइन यस्तो हुँदाखेरि चाहिँ नि लास्ट चाहिँ टाइम लाग्दो रहेछ टाइम टेकिङ रोड ट्रिप चल्दैछ अनि यहाँ चाहिँ हाम्रो गाडीमा चाहिँ थोरै समस्या आएको छ ख्याट गर्दैछ त्यही भएर काका र ठुलो चाहिँ हेर्दै हुन्छ हामी चाहिँ पिलुवा खोलाको थोरै मासतिर छौँ आगो तातो यसरी छर्किँदो रहेछ के रहेछ चाबी होइन खुसियो खुसिया होइन त्यो फर्किँदो रहेछ क्या सुक्खा भएछ नि त यस्तो ए त्यो पर स्पिरिङ गर्छ यही हो नि त कराएको होइन कस्तो गर्ने है कस्तो गर्नु भएन पिलुवा खोलाको पुल लु अहिले चाहिँ हामी यो कुन ठाउँ हो हजुर यो कुन ठाउँ हो काका के भन्छ यो ठाउँलाई त खै के भन्छ यो ठाउँ पारीको मामलिङ यो तलको हुनु के अरे
माथिको माथिदेखि नै भनेको चाहिँ त्यो मामलिङ हो उता कुइरोल छोटो उँभोतिर मुडे संसार यता मादी ओखरबाटै त्यो यता बिर्ता यो पाटा ऊ त्यो परको बागा त्यहाँदेखि उता पर माओवादीन नदेखिँदो रहेछ त अब उता छ चैनपुर चाहिँ यता माथि हो त्यसो तर जे होस् बब्बाले राम्रो छ ठाउँ चाहिँ टक्क 6 जनाको ग्रुप टक्क अब सरर चारैतिर बब्बाल तरिकाले भ्यू छ हामीसँग सही अनि माललाई चाहिँ यहाँ ड्रोन पाइलट ड्रोन उडाउनु हुन्छ टक्क यहाँ छ ड्रोन चाहिँ यहाँबाट उडाउनु गाडीमाथि होला टक्क अब ड्रोन उड्छ भ्यू पुरै बब्बाल भ्यू आउनेवाला छ अरे टुप्पीमा चढ्यो तर लास्ट गर्मी होइन त्यहाँबाट हो कि पाइलटलाई फेरि उसले इमिग्रेसनले समात्ला हान्छ गाडी घोटमा उडा ठाउँ त्यहाँ हामी ड्रोनको भ्यू देखाउने नै छौँ होइन यसपछि र त्यसको लागि अब ड्रोन सट हेर्नु होला 1 2 3 लु हामीले चाहिँ फोटोसोटो सबै खिचिसक्यौँ होइन यो ठाउँमा अनि हामी चाहिँ अब लाग्दैछौँ चैनपुरतर्फ फोटो भिडियो ड्रोन सट सबै भयो अहिले चाहिँ हामी चैनपुरमा आइपुग्यौँ खासमा बजार चाहिँ कहाँ छ बजारमा त उता होइन बस पार्क उता परेको थियो बस पार्क सक्यो ए उँभोतिर उँभो छ कि उता छ उँभो थियो छिट्टेर आएको पाइयो नि हामी भित्र सेर्ने भएको यहाँ तलतिर जगी एकदम गर्मी थियो है पसिना पसिना भएको थियो नि अहिले त शीतल छ नि अलि माथि आएर होला हाइटमा गाडी गएर अप्तारले गर्दा नि पनि हुन्छ कहाँ भित्र हामी चाहिँ टक्क बानेश्वर सब स्टेसनको छेउ आइपुग्यौँ सब स्टेसन त्यहाँ रहेछ नि त पुरै
हामी चाहिँ पुरै सबलाई तिर्खा लागेर चाहिँ गाडी रोकेर यहाँनिर दोकान छ जस्तो छ। यहाँनिर पानी लिन आएको पानी पाउँछ कि पाउँदैन नि, लाग्दैन होला नि पानी लाग्दैन होला। पानी छ कि छैन होला। हामी चाहिँ अहिले खराङतिर आइपुग्यौँ है, घाम लागिरहेछ मजाले। यहाँदेखि देख्छ अब तुमलिङ एयरपोर्ट। दामी आयो सभा खोला र उता कुन खोला मिसिरहेको नि त्यहाँ अरू मोबाइल देखेर छैन हान्नुपर्छ कि बोलेर कस्तो भाडा बरुण नेसनल पार्क बताओ यता जाने चाहिँ सभा खोला आइपुग्यौँ हामी। पानी कत्रो लामो गाडी आयो। पछाडि ब्याग मान्छे मान्छेको गाडी तातो चढ्यो त तुमिटा त्यो पछाडिको चाहिँ लगाएर पछाडि राख्नु न। एयरपोर्ट चाहिँ कता हो? उता पर हजुर त पछाडि लगाउनु नि होला पछाडि राख्दा चाहिँ। ल अहिले हामी मास्तिर तुमलिङ तारतिर आइपुग्यौँ। यहाँ चाहिँ अब हामी सभा खोलाको माछा खानु आएको है। गर्मी अत्याधिक छ कि है के लु हामी चाहिँ अहिले तुमलिङ टारमा आइपुगेर होइन सबैजनाले भात खायौँ प्लस यहाँको लोकल यहाँ के अरे अरुणको के खोला अरे सभा खोलामा मारेको माछा खायौँ। वो बड़ी टेस्टी थियो यार, त्यस्तो नुनिलो पनि थिएन कसो पनि थिएन, स्वाद थिएन नि, तर त्यो बब्बाल वाला यत्रो माछा बब्बाल मिठो खाले चुरुम वाला खायौँ। अनि खाइसकेपछि चाहिँ नि त्यत्रो ट्राभल गर्दाखेरि लास्ट चाहिँ गर्मी हो, अनि त्यही जिम्मा ल्याएर मैले चाहिँ बिउ खाँदैछौँ मजाले। र अनि तुमलिङ टार चाहिँ यसरी नै होला। अब हेरौँ के कहाँ जान्छौँ अब यसपछि, कि भए एयरपोर्ट हेर्नु जान्छौँ कि भए फर्केर जे कामको लागि आएको छौँ त्यही काम गर्नु जान्छौँ कि थाहा छैन, हेर्नुपर्छ होइन। डिसिजन चाहिँ ठुलो भएको हातमा हो। यहाँ छ मोटे, यो चाहिँ मोटे हो लास्ट टक्क के अरे
यो भ्लगमा चाहिँ यो अगाडि पनि देखाउँदो रहेछ नि अर्कोमा चाहिँ अर्कोमा देखाउँदैन नि रेकर्ड भयो भने चाहिँ देखाउँछ होइन त्यति पनि देखाउँछ तर यो अगाडिको देखाउँदैन नि त के गर्दैछु भनेर कस्तो आइरहेको छ त्यो यो देख्यो भने त मजा आउने त नि पारे यो नि गाला कत्रो पुक्क पुक्क दिएर लास्ट मोटा हेर्छ नि कि गाला पुक्क पारी के अरे गीत त मजा नै आउँदैन त्यो दिदी यो लोग्दिनु ल यो चोके हो ल यति भन्दै हामी चाहिँ यहाँ तुमलिङ टाढादेखिको बिदा माग्छौँ होइन अहिले कति बज्यो 1 बज्यो न 1 साढे 1 के अरे होइन 1 बजी छ ठ्याक्कै 1 बजी छ नि ल अहिले चाहिँ हामी मास्तिरबाट तलतिर यहाँ खोलामा झऱ्यौँ सभा खोला यो चाहिँ बाजुले चाहिँ पोखरीको पानी सभा पोखरी कता अरू अरू ठाउँबाट सब मिसिएर आएको होला नि कतिको चिसो छ पानी स्टोरी हालिदिउँ न स्टोरी हाल्दै साले कुदिरहेको छ बिस्मिल्लाहिर्रहमानिर्रहिम भन्नुभयो माछा देख्दैन माछा छैन पौडी खेल्नुपर्छ क्या भाइ सब पोखरीको पानीले मुक्त होस् कति गहिरो छ यो के हो भाइ अघि स्टोरी हाल्नु थालिसकेको पोखरीको पानी चाहिँ यहाँ अरे निस्किन्छ सभा खोला अरे यता त यहाँदेखि उता त बगाएर लग्यो हामी मुखहरू यसो हातहरू धोयौँ हेरौँ स्ट्यान्ड पक्नुलाई ग्रुप फोटो खिच्नु 6 जना नक्सा परिवर्तन गराउनु त्यसरी म गराइदिन्छु पानीमा हालेर पानी ठगाउँदै तर मेरो अहिले कस्तो दामी मुभी भएर गएको बिचमा अड्क्यो दुई भन्दा त छैन कोही त एकताली घुम्नु पर्छ यहाँदेखि उता जानु त डर लाग्यो उहाँदेखि गइरहेछ लु 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 ले भएन दामी रहेछ ढुङ्गै चिप्लो ए माछा मारेको माछा मारेर खालको हिर्काएर हुँदैन माछा मार्नु पर्ने खोलामा पसेको फोटो भिडियो हेऱ्यो नि गाली हेरेर मात्रै मास तमास गऱ्यो छ साथ भने सिसिएर छैन यहाँ माथिबाट चाहिँ सवार यहाँ जोडिन्छ त्यो माथिको बरुन कि कुन चाहिँ कहाँ मिसिन्छ त्यो माथिबाट आएको बरुन चाहिँ कहाँबाट मिसिन्छ त्यो त माथि नै उता अरूमै मिसिन्छ उतापट्टि थियो त्यसो उल्लेपट्टि हो नि लाने लो र लाने बोक्न त नि यसो हेरेर दामी छ त मान्छेले बोक्नु पर्दैन मैले पहिला झोलामा बोकेर लाएँ बस्नु न फोटो खिच्नु न 6 जना ठ्याक्कै बस्नु न यो चिजहरू समाउनु पनि चाहिन्छ त्यो लाने ढुङ्गा त्यो लाने ढुङ्गा भान्डो चाहिँ पुर्याए पाइप ढुङ्गा खराब
यो त छेउमा बिचमा भन्ने मात्रै ठिक छ पसिम पसिम पो छ कत्रो गऱ्यो राम जाने मरेन रहेछ त हामी यहाँ बस्छ नि त धरानभन्दा गर्मी रहेछ 30 डिग्री दिएको थियो अनि बाढी आएर पहिला लु अहिले चाहिँ हामी गाडीको इन्जिन तातेर हामी चाहिँ अहिले टक्क रेस्ट लिँदैछौँ टक्क गाडीलाई चाहिँ रुखको उजेलमा राखेर सर्प सर्पको बच्चा हो सर्पको बच्चा यो डेन्जर सर्प नि जाँदा यस्तो रुखमा हरेन जङ्गलमा टोकेन नि कतेर के छ काका के भयो अरे गाडी हिँड्यो जिन्दगी वर्ष खान पाए मर्छ भन्थ्यो गाडीले खान पाएर नि मरेमा आम पाकायो के साह्रै कटरको रुख थिएँ पहिलोपटक देखेँ मैले चाहिँ पहिले त यो कटर पनि भुइँमा फल्छ अर्को चाहिँ रुखमा फल्छ जस्तो लाग्यो सानो चाहिँ भुइँमा फल्ने नि त भुइँ कटरको त पाइन पाइन एप्पल यसलाई चाहिँ के भन्छ नेपालीमा चाहिँ रुख कटर भन्छ कटरमा चाहिँ नि तर कतै झुन्डेको यस्तो खाला हुन्छ है खाला फल्ने हो यो झरेर यता पनि झरिरहेको ओहो बाबालाई हावा आउँदो रहेछ त यार हामी चाहिँ अहिले यता चुमुक्क बाल्नु चुमुक्क न त नि पिपलको छाया मुनि बसिरहेको छ के ठाउँ रे भान्जा यो रातो माटे भन्ने ठाउँमा हाम्रो शक्ति भान्जा यहाँको शक्तिमान पलमान लु अहिले चाहिँ हामी हाम्रो मेन मोटिभ र मेन डेस्टिनेसन चाहिँ हाम्रो भनेको यहाँ कटर
लोकल लिन आएको थियौँ लोकल केरा अब कहाँ हाल्नु ओ काकर भेटाको लोकल केरा बोटमा पाएको सबैले केरा खाँदै हुनुहुन्छ यो हालेर जाने भयो लोकल केरा चाहिँ मिठो हुन्छ त ठुल्ठुलो नि हामी चाहिँ माथि होला बाटो तल बेसीमा आउँछौँ राम्रो भयो नि नराम्रो खाइहाल्यो अब चाहिँ हामी यहाँ तल बेसीमा आएको थियौँ केरा छ भन्ने आशा थियो कतामा ए केरा चाहिँ यहाँ फल्दाखेरि कत्रो फलेको केराको रुप्पा त कत्रो हो बाफ रे बाफ त्यहाँदेखि यता नि छ केरा देखाइदिइहाल्यो होइन केराको बोटको झुप्पा अनि टिपेको चाहिँ कहिले बेच्नु भएको छैन के र मैले चाहिँ बेचेको छैन यहाँ दाइले त बेच्नुहुन्छ माथि पठाइदिनुहुन्छ गाडीमा चाहिन्छ के मिठो त अरू नि यहाँ चाहिँ पाएको यो बोट हो न रुद्राक्षको बोट चाहिँ यता रहेछ जुम गर्दै हिँड्नुबाट रुद्राक्षको यस्तो हुँदो रहेछ नि अब हामी माथि कट्टर टिपेकोमा जानेछौँ अनि त्यहाँदेखि आउँछौँ हामी कसरी कट्टर टिप्छ होइन टक्क अघि हामीले तपाईँहरूलाई देखाइहालेको थियौँ कट्टरको रुख चाहिँ अब जाउँ मैले बगाडेको डल्ला यस्तो अलिक पहेँलो भइसकेपछि चाहिँ नि कस्तो मिठो हुन्छ यो भगटे खानु बगाडेको जस्तो आज कटर झारिसकेछ अब हामी कटर झार्ने ठाउँ जान्छौँ माथि दाजु चढ्नु भइरहेछ माथिबाट दाजुले सुइँ फ्याँक्छ पूर्ण दाइले चाहिँ टक्क क्याच गर्नेलाई बसिरहेछ है पलात्तै जाँदा यो चाहिँ लुगा उति गरेर लाग्यो भने पहिले पनि जाँदैन त्यतिकै दाग बस्छ है त्यसैले चोपदेखि चाहिँ जोगिनु पर्यो हामी गाडीमा ओसार्छौँ कटर फुटेर सबै बुवाको क्यापभरि यो जाँदैन यस्तो हुन्छ कि यो कुरो बिग्रिएन त चोप कुरो बिग्रिएन ल बा लाइक दिस यसो हो त्यो पाइगला त्यहाँबाट था अनि पठाउनु पऱ्यो नि त यहाँ यसो ए ल ल अब पढ समस्तै नै हो यसो हो नि त अर्ग्यानिक पाएको यसको यो भेट्नु कता हुन्छ
निवेदन थिएँ यतापट्टि हाल्ने कति किलो केरा जस्तै केराभन्दा स्पेसल सिटमा बस्नेलाई के को ओइलो त्यसो चाहिँ होइन यहाँ भुँडी चरचर भएर अलिक भात थोर खाएर आउनुपर्छ रहेछ पहिल्यै यता आउनु भने चाहिँ भक्कु खान्थ्यो रहेछ लाग्ने उकालो बिस्तारै जानुपर्छ लाग्छ नि 2-3 घन्टा स्विट मल कस्तो गुल्लो अर्ग्यानिक पाएको नि चोप भनेको चाहिँ त्यही मात्र त्यो यसको लाग्छ त्यसको लाग्छ मेरो यहाँ रातोमा रातो नखाने के हुन्छ किन भन्ने खाइहाल्यो केटा अहिले कतिवटा खतकुत पारिहाल्यो हामीले आज सबै अर्ग्यानिक खायो होइन खायो हामीसँग कटर छ कटर यस कटर कस्तो रातो माटो है याद होला नि त्यो सिन्धुलीतिर भएको नि ए यहाँ टर्निङ नपर्छ हामी कटर लिएर चाहिँ हामी घरतिर जान्छौँ अब बाटोको थोरै क्लिप राति पुगिने होला है घर पनि रात परि पनि आउँछ अब हेरौँ कुन बाटो गइन्छ तल्लो अर्को हिले निस्किने बाटो गयो भने खिचिन्छ नत्र यताको त थोरै केही गरेको छ भने मात्रै खिचिन्छ होइन किनकि अघि बिहान आउँदाखेरि नै खिचेको यताउता ल फेरि एकछिनमा हेरौँला हामी के भेट्दाखेरि देखाउँछौँ है तलबाट गाडीले खाँदैन भनेर 2 रुपियाँ बन्दोबस्त गरेको थियो नि तपाईँले लु अहिले चाहिँ हामी ठ्याक्कै रोड आइपुग्यौँ हाइवे रोड सबै तल बेसी पुरै यो तलदेखिको यहाँ कच्ची डर तलको रातो माटो देखेको लगेको नि तल झरेर पुरै कट्टर पुरै एक हेराइसक्यौँ अनि अब चाहिँ एकछिन यो चौतारामा गफ गरेर त्यस पछाडि घरको लागि आगमन हुन्छु होला घरतिर अहिलेको सिचुएसन त्यस्तो हुन्छ
गर्मीले ल्यात्त भएर बल्ल बल्ल अलिक शीतल भइरहेछ। बेलुका भएर लास्ट चाहिँ नि आम्मामा कम साह्रो पऱ्यो त नि त्यो तल झन् कस्तो है आम्मामा झन्डै झन्डै मरेको हामी झन् त्यो खोलामा झन् कहाँ अरे सभा खोलामा झन् हामी चाहिँ चैनपुरको टिम जाँदै छौँ हामी अहिले 6-15 लु हामी चाहिँ अहिले पिलुवा खोला कटेर अफ रोडिङमा चल्दैछौँ। रात परिसक्यो 7 बजिसक्यो। अहिले चाहिँ टक्क 7:55 भएछ। 7:55 भएछ नि अहिले चाहिँ हामी कहाँ बाक्सिङदेखि अलिकति मास्तिर आइपुगेको छौँ र गाडी चाहिँ त्यो इन्जिन ततेर हामी एकछिन बिसाउँदैछौँ। कस्तो भयो निन्द्रा लागिरहेछ बाबा यार कस्तो भयो चिल ठिकै छ यस्तै काकालाई कस्तो भयो गर्मी खालको भइरहेछ अब यस्तै उस्तै हो सुपर के भयो बुढा हो भन्छ। लु अब चाहिँ हामी लगभग अहिले कति बजी छ भने 12 बज्न लाग्यो। हामी ठ्याक्कै 11:47 रातिको 11:47मा यहाँ घर आइपुगेको छौँ र कपडा सपडा फेरेर चाहिँ हामी टक्क बसिरहेको छौँ। र मेन कुरा चाहिँ के हो भने नि आज हामीले लास्ट भिडियो कहाँ बनाएको थियो भने याखाचोक जुन मामलिङदेखि तलतिर त्यहाँनिर चाहिँ गाडी चाहिँ लास्ट ओभरहिट हुने कारणले चाहिँ अनि ओभरहुट भएको कारणले चाहिँ हामीले बिसाउँदै आउँदैथ्यौँ बिस्तारै आउँदैथ्यौँ एकछिनमै ओभरहिट हुने क्या अलिकति लगभग 2 किलोमिटर्स 3 किलोमिटर्स कुदिसकेपछि चाहिँ ओभरहिट हुने अनि त्यो कारणले चाहिँ हामीले बिसाउँदै लगभग हामी कहाँ चैनपुर कति बजी आइपुगेको थियौँ 7 बजी त तल उयसमा आइपुगेको थियो पिलुवामा नि पिलुवामा आएर हामी 7 बजी हिँडेको थियौँ होला। अनि त्यहाँदेखिको उकालो पनि अफ रोड पनि गाडी नि नतान्ने ओभरहिटको कारणले चाहिँ पुरा के अरे कान छकिँदो रहेछ नि त अनि त्यही भएर अनि बिस्तारै बिसाउँदै गरेर अनि हामी चाहिँ अहिले 11:40मा घर आइपुगेको छौँ र खानासाना खायौँ अनि यहाँ एकछिन बसिरहेको छौँ र हाम्रो यो टुर चैनपुरदेखिको लिएर सभा खोला त्यहाँदेखिको टुम्लिङ टार चाहिँ गएर हामीले खाना खायौँ अनि त्यति पुरै अवलोकन गऱ्यौँ अनि फेरि फर्केर हामी के अरे त्यो के नाम अरे त्यो ठाउँको नाम होइन त्यो मास्तिरको त्यो हामीले कटर ल्याएको ठाउँको नाम हो त्यहाँ गयौँ अनि हामीले तल लास्ट चाहिँ बेसी गएको अनि कम्ती गर्मी भएको अनि बाफरे बाफ झन्डै मरेको गर्मीले पसिना त्यहाँदेखिको टाउको तातेर झन् हामीले ह्याट लगाएको थियौँ र मात्र त्यति साह्रो उयो भएन है टाउकोमा त अनि त्यति नै हो। अनि एक्सपिरियन्स चाहिँ हाम्रो बब्बाले भयो एक्सट्रिमै भयो लास्ट एडभेन्चरस भयो किनकि गाडी त फर्स्ट होइन किनकि 4 व्हिल हो होइन मेन इस्यु चाहिँ के हो भने गाडीको फ्यान चाहिँ नचलेको अनि नचलिसकेपछि अनि त्यो इन्जिन चाहिँ ओभरहिट हुने क्या अनि ओभरहिट भइसकेपछि अनि बिसाउनै पर्ने भएर बिसाउँदै आएर चाहिँ हामी घर आइपुग्यौँ। ज्यादा सजिलै तरिकाले गएको हो किनकि गाडी त्यस्तो ओभरहिट पनि भएको थिएन त्यस्तो बिग्रिने उयो पनि थिएन। जब चाहिँ हामी उकालो लाग्यौँ तब चाहिँ तातिन थाल्यो लास्टै अनि त्यो भएर चाहिँ अनि ढिलो आइपुग्यौँ र यति भन्दै हामी चाहिँ यो हाम्रो चैनपुर टुम्लिङ टारसम्मको यात्राको यो भिडियो चाहिँ लगभग त्यस्तै 30
मिनट 40 मिनट म्याक्स टु म्याक्स 45 मिनट्स जति हुन्छ होला र यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला किनकि राम्रो पनि हुनसक्छ कुनै चिज नराम्रो पनि हुनसक्छ तर मोस्टली हामी चाहिँ कभरअप के गर्छौँ भने राम्रो चिजहरूको अनि त्यसलाई पनि छोटो छोटो गरेर हाल्नेछौँ र यति भन्दै हामी चाहिँ बाई बाई भन्न चाहन्छौँ बाई 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 निर्मल दाइ बाई बाई भन्दै